यो देशको सिमानाको विषयमा के छ अहिले खास गरी लिपुलेखमा चाहिँ भारतले हैन नेपाललाई पत्तै दिएन त्यहाँ व्यापार सम्झौता गर्ने। त्यो सब राजनीतिक कुरा हो। सिमानाको मुद्दामा त्यो चाहिँ यो राजनीतिक कुरा हो। अब यो राजनीतिक कुरामा बोल्नु चाहिँ बेकारको कुरा हो के। आफ्नो देशको सिमानाको विषयमा मान्यज्यूले आफ्नो देशको सुन्नुहोस्, म भन्छु तपाईँहरूलाई देशलाई त्यति माया लाग्छ भने, मैले त प्रश्न भन्छु, देशलाई यति माया लाग्छ भने सबै कुरा मिलेर देशलाई सम्पन्न बनाउनपट्टि लागौँ। पहिलो कुरा त सिमाना जोगाउँ भन्ने होला नि। झगडा गर्ने कुरा होइन, सिमाना जोगाउनको लागि चाहिँ आफू शक्तिशाली हुनु पर्यो। मैले इजरायलको उदाहरण दिन्छु। इजरायल कति शक्तिशाली छ, त्यो कसरी भयो सम्पन्न भयो, त्यो कसरी भयो? विज्ञान प्रविधिको उनीहरूले चरम एकदमै विकास गर्यो अनि कसैले छुन सक्दैन कि शक्तिशाली भएपछि। झगडा मात्रै गरिरहने, एक आपसमा झगडा मात्रै गरिरहने अनि देशलाई सम्पन्न बनाउन शक्तिशाली बनाउनलाई कामै नगर्ने अनि चाहिँ भाषण चाहिँ ठुल्ठुलो गर्ने गरेपछि अनि के देश रहन्छ? देश भन्ने कुरा त त्यो चाहिँ बन्ने हराउने एउटा सामान्य प्रक्रिया हो। र देशभक्ति मान्छेहरूले, मैले भनिरहेको छु, प्रश्नसँग भनिरहेको छु, झन्डा उठाएर दुगुर्दो बाटोमा दुगुर्दैमा त्यो देश बलियो हुँदैन। हेर्नुहोस्, झन्डा त एउटा सिम्बल हो। देशलाई चाहिँ एकदमै शक्तिशाली देशलाई चाहिँ राम्रो बनाउनलाई कसैले मानव सिमाना मिच्यो भन्ने लड्न सक्नु पऱ्यो नि। लड्न सक्ने बनाउनको लागि त आफूलाई सम्पन्न शक्तिशाली बनाउनु पऱ्यो नि। अहिलेको जमानामा मुर्कीले चाहिँ लडाइँ लडेर हुन्छ र? त्यो यो राजनीतिक कुरा हो क्या। त्यस कारणले यो राजनीतिक कुरामा म चाहिँ बहस गर्दिनँ क्या। त्यही त अहिलेको समयमा चाहिँ अब के त चुपचाप घन्टी छाप भने जस्तै अब त्यो कुरा पनि म भन्दिनँ। अहिलेको जमानामा मैले त प्रश्नसँग अहिलेको यो आजको भोलिको कुरा होइन, यो दीर्घकालीन कुरा हो। दीर्घकालीन रूपमा चाहिँ देशलाई चाहिँ अगाडि बढाउनको लागि, देशलाई सुरक्षित राख्नको लागि होइन चाहिँ देशलाई सम्पन्न बनाउनै पर्छ। यो किताबमै लेखा छ। मैले भनेको छु, मैले बारम्बार ठाउँ ठाउँमा पनि भन्छु, देश नेपाल हाम्रो चाहिँ सगरमाथा हो, हाम्रो देशको चाहिँ सम्पत्ति चाहिँ लुम्बिनी हो मात्रै भनेर हुन्छ? कहिलेसम्म भन्ने, कति लुम्बिनी भन्ने त कहिलेसम्म हुन्छ? जबसम्म नेपाल रहन्छ लुम्बिनी हुन्छ, नेपालको लुम्बिनी भन्ने हुन्छ। अब नेपाललाई अर्कोले खाइदियो भने नेपालको लुम्बिनी भन्ने हुन्छ र? नेपालको सगरमाथा भन्ने हुन्छ? त्यसलाई नेपालकै लुम्बिनी हो, नेपालकै सगरमाथा हो भन्नको लागि त देशलाई चाहिँ सम्पन्न समृद्धि बनाउनु पर्यो। एक आपसमा झगडा गर्नु भएन होइन। विज्ञान प्रविधिको विकास गर्नु पर्यो, उद्योग धन्दा कल कारखाना खोल्नु पर्यो। कसैले सुन्यो? कसैले सुन्दैन त। नसुनेपछि त्यो लिपुलेख भने त एउटा सानो एउटा लाइन हो, त्यो एउटा सानो एरिया हो होइन। अब त्यसलाई जोगाउनुको लागि के गर्नुपर्छ भन्ने कुरा त एउटा त्यो जोगाउने आइडिया के हो त्यतापट्टि ध्यान दिनु पऱ्यो नि। अरूले खाइदियो भन्दा रोएर कराएर बसेर त्यो बच्छ? त्यो देशलाई चाहिँ समृद्धि बनाउनुपर्छ, आर्थिक रूपमा समृद्धि बनाउनुपर्छ। सरकारका तर्फबाट कूटनीतिक पहल हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न नेताहरूले कूटनीतिक रूपमा हिजो चुक्यौँ हामी। नेताहरूले शक्तिशाली सरकार आयो होइन, हिजो ग्रेटर नेपालको नक्सा पछाडि राखिँदै थियो। अब चाहिँ त्यो विषयमा यो यस्तै कुराहरूमा म चाहिँ बहस गर्न चाहिँ, यो बहस गर्नु भनेको चाहिँ समय खेर फाल्नु हो मेरो लागि चाहिँ है। त्यस कारणले यस्तो यसको कुनै निष्कर्ष ननिस्किने कुराहरूमा म चाहिँ बहस गर्न चाहिँ चाहन्छु।